भगवती स्वस्तानीको पावन प्रसङ्ग अन्तर्गत आज विशेष गरेर 3 अध्यायको पावन प्रसङ्ग लिएर उपस्थित भएको छु। म पण्डित कृष्ण घिमिरे। यहाँहरू सम्पूर्ण हामीलाई हेरिरहनु भएको छ विश्वको जुनसुकै ठाउँबाट पनि हामीसँग जोडिएर हामीलाई हेरिरहनु हुने तमाम दर्शकहरूलाई, भक्तजनहरूलाई नमन, राधे राधे, नमस्कार अर्पण गर्न चाहन्छु। आज तेस्रो अध्यायको पावन प्रसङ्गमा दक्षको तपस्या र सती भगवतीको प्राकट्यको पावन प्रसङ्ग छ। यो मिठो सुमधुर प्रसङ्ग यहाँहरूलाई म अवश्यमै पस्किनेछु र यति दिनसम्म पनि तपाईँ हामीसँग जोडिनु भएको छैन, हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन, फेसबुक पेजलाई फलो गर्नु भएको छैन भने आउनुहोस् तपाईँ हामीसँग यात्रा गरौँ। तपाईँहरूलाई हामी प्रत्येक दिन यस्तै मिठा मिठा भिडियोहरू, भगवानका पावन कथाहरू, प्रसङ्गहरू पस्किँदै जानेछौँ र विशेष गरेर बिहान 5:30बाट यहाँहरूलाई हामी स्वस्तानी भगवतीको पावन प्रसङ्ग त नियमित रूपमा पस्किरहेका छौँ र आज पनि तेस्रो अध्यायको पावन कथा यहाँहरूलाई सुनाउनेछौँ। त्योभन्दा पूर्व आउनुहोस्, हातमा पुष्प छ भने पुष्प लिनुहोस्, छैन भने मनलाई नै पुष्प बनाएर आउनुहोस्, भगवती स्वस्तानी एवं महादेवको प्रार्थना गरौँ र तत्पश्चातमा हामी 3 अध्यायको पावन कथालाई श्रवण गरौँला। यहाँहरूले पुरा कथालाई श्रवण गर्नुभयो भने मात्र यहाँहरूलाई पूर्ण फल मिल्छ। हजुरहरूले काम गर्दै भए पनि कहिले कहिले गृहस्थी जीवन होइन व्यस्त पनि रहन्छ, तर पनि मनमा भगवानको ध्यान गर्दै होइन मनले भगवानलाई सम्झिँदै मोबाइल छेउमा राखेर कथा बजाउँदै सुन्दै काम गर्नुभयो भने पनि हातमा काम मुखमा राम छुट्दैन। यो पनि यहाँहरूलाई वैकल्पिक उपाय मैले बताएको। सम्भव हुन्छ भने मजाले हात जोडेर दत्तचित्त भएर सुन्नुहोस्, सम्भव हुँदैन भने पनि त्यसरी पनि यहाँले श्रवण गर्न सक्नुहुनेछ। आउनुहोस् आज तेस्रो अध्यायको पावन प्रसङ्गमा प्रवेश गरौँ र पुरा कथा श्रवण गर्नका लागि, आजको पुरा कथा श्रवण गर्नका लागि तल कमेन्ट बक्समा हामीले लिङ्क दिएका छौँ, हाम्रो युट्युब लिङ्क, र त्यो लिङ्क खोलेर यहाँहरूले हाम्रो युट्युब च्यानलमा गएर पुरा कथालाई श्रवण गर्न सक्नुहुनेछ।